ओ भाइ केटा स्कुल छुट्टी भएर मजा लागिरहेको छ लागेको छैन स्कुलमै मजा तिमीलाई घरमा मजा लाग्छ तिमीलाई स्कुलमा मजा लाग्छ केटाकेटीलाई स्कुलमै भन्दा घरमै मजा हुन्छ होइन घरमा खेल्नै मजा मानिरहेका छन् कतिजनालाई स्कुल पढ्न मजा लाग्छ भन्ने पनि सुन्यो है र मस्त छन् नि अब केटाकेटी हामीलाई थाहा भएको कुरा हो कि गत मई 9 तारिकदेखि पश्चिम बङ्गालभरिका सबै सरकारी विद्यालयहरू अथवा प्राथमिक पाठशालादेखि लिएर माध्यमिक उच्च माध्यमिक सबै विद्यालयहरू बन्द छन् र यस्तै सिलसिलामा पहाडमा पनि बन्द छन् सबै सरकारी विद्यालयहरू। अब पहाडको कुरा गर्नु पर्दाखेरि चाहिँ पहाडमा त्यस्तो गर्मीको अवस्था छैन। गर्मीको कारणले यो बिदा दिएको थियो पश्चिम बङ्गालभरि, तर पहाडमा चाहिँ यसको त्यस्तो गर्मीको कुनै प्रभाव छैन, त्यस्तो गर्मी छैन पहाडमा। त्यसै पनि अब छुट्टी चाहिँ जुनको अन्त्यदेखि अब जुलाईको मध्यसम्म हुने गर्दछ र यसले के प्रभाव पार्यो भनेदेखि मधेसका नानीहरूलाई त अब गर्मी छ र छुट्टी त्यो स्वाभाविक कुरा हो र उनीहरूको स्कुल चाहिँ गर्मीमा अब सधैँ लामो समयसम्म छुट्टी हुने गर्दछ। अनि विन्टरभरि हिउँदोभरि चाहिँ उनीहरूको स्कुल लाग्छ नि त। जनवरी डिसेम्बर जनवरी फेब्रुअरी हाम्रो त अब पहाडमा त एकदम गर्मीले गर्दाखेरि फरवरीको मध्यसम्म हाम्रो स्कुलहरू पहाडका स्कुलहरू खुल्दैनन् र नानीहरूलाई स्कुल आउनु पनि सम्भव हुँदैन। तर अब यसै गर्मीको बिदा चाहिँ यति लामो हुँदाखेरि हाम्रो नानीहरूलाई धेरै प्रभाव पर्दछ। के हुन्छ भने अब यति बेला गर्मीको मौसम छैन पहाडमा, यति बेला अब नातिशीतोष्ण मौसम छ, नानीहरू राम्रोसँग पठन पाठन गर्न सक्छन्, त्यति बेला चाहिँ स्कुलहरू बन्द छन्। र पश्चिम बङ्गालभरि अब पश्चिम बङ्गालमा यस्तो हुनसक्छ, अब पश्चिम बङ्गालको समतल इलाकामा यो सम्भव छ, अब गर्मी छ छुट्टी हुन्छ अनि उनीहरूले यसको कभर कसरी गर्छन् भने उनीहरूको डिसेम्बरदेखि प्राय स्कुल लागि नै रहन्छ, जनवरी फेब्रुअरी होइन लागि नै बस्छ। तर पहाडमा त अब त्यति लामो बिदा हुन्छ, यससँगै अब अब यता समर भ्याकेसन पनि यति लामो भइदिँदाखेरि नानीहरूलाई त्यसको शिक्षामा ठुलो प्रभाव पर्छ। जबकि यता सरकारी छोडेर बेसरकारी स्कुलहरू निजी विद्यालयहरू चाहिँ लागिरहेका छन्। हामी दोषारोपण गरिरहेका हुन्छौँ सरकारी स्कुलहरूलाई, सरकारी स्कुलमा पठन पाठन राम्रो हुँदैन भनिरहेको बेला स्कुलहरू त्यसै पनि अब बन्द गरिएका छन्। र अब जुन 1 देखि लागेपछि अब सायद अब गर्मीको छुट्टी हुँदैन यसपालि चाहिँ, अब समर भ्याकेसन हुँदैन पहाडमा। समर भ्याकेसन होइन, वर्षा मौसमको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई स्कुल आउनु एकदम समस्या हुन्छ। नानीहरूले अब यदि त्यो जुलाईको टाइममा चाहिँ अब जुनको लास्टदेखि जुलाईको मिडसम्म त्यो स्कुल आउनु पर्यो भनेदेखि के हुन्छ भने अब उनीहरूलाई गाह्रो हुन्छ, पहिरो जानु सक्छ बाटोमा, नानीहरूको ज्यानको खतरा हुन्छ, ठुल्ठुलो खोल्साहरू बढ्छन्, खोल्साहरू नागेर आउनुपर्छ, त्यहाँ पनि अप्ठ्यारो छ। नानीहरू भिज्छन्, पानीले हिँड्दै भिज्छन्, उनीहरू छाता उडेर पनि भिज्छन्, कतिको छातै हुँदैन। छाता त अब ठुलै मान्छेको हुँदैन, छाता हराउने प्राय सबैको बानी हुन्छ। अब नानीहरू छाता बिगार पनि हाल्छन् त्यसै पनि है, त्यही माथि छाता बिर्सन्छन् पनि हराउँछन् पनि। यसो हुँदाखेरि नानीहरूलाई अब गरिब अभिभावकको त प्राय सरकारी स्कुलमा नानीहरू छ, उनीहरूले घरिघरि छाता किन्नु पनि उनीहरूलाई सम्भव हुँदैन। त्यस कारणले गर्दाखेरि यदि अब त्यो गर्मी त्यो जुन चाहिँ मध्य बर्खा हुन्छ, अब यो जुलाईको टाइममा जुलाईको समयमा जुन चाहिँ मध्य बर्खाको समयमा चाहिँ नानीहरू स्कुल आउन असमर्थ हुन्छन् र स्कुलमा विद्यालयमा नानीहरूको उपस्थितिमा एकदम न्यूनता आउँछ र यो न्यूनताले गर्दाखेरि नानीहरूको पढाइमा असर पर्छ। यो चाहिँ अब मौसमको प्रतिकूलता कारणले उनीहरूलाई अब स्कुल आउन उनीहरू असमर्थ बन्छन् र यसलाई हामीले गम्भीरतासित सोच्नुपर्छ, गम्भीरतासित लिनुपर्छ। नानीहरूको जुन चाहिँ शिक्षामा जुन बाधा आइरहेको छ यो एउटा ठुलो चिन्ताको विषय हो।
हाम्रो जुन चाहिँ अब मौसम छ, मौसम पश्चिम बङ्गालभरि एउटै छैन नि त। हामी त्यसै कारणले गर्दाखेरि बङ्गालमा जुन चाहिँ समतलमा जुन चाहिँ मौसम छ त्यो गर्मीको मौसम अनि पहाडको चिसो मौसम मिल्दैन। यस अवस्थामा चाहिँ पहाडको जुन चाहिँ छुट्टीको व्यवस्था छ त्यो अलग अलग हुनुपर्छ। यो हाम्रो नानीहरूले अलग नै थियो र यसपालि चाहिँ अब यो यसलाई कम्पलसरी बनाइयो। कतिवटा स्कुललाई अब यो त धेरैवटा स्कुललाई प्रायः सबै स्कुललाई सोकस पनि आयो होइन, सोकस दिनुपर्ने एउटा नोटिस पनि आयो। यदि स्कुल लगाइयो भने चाहिँ सोकस दिनुपर्ने नोटिससम्म पनि आयो। र यस्तो हुँदाखेरि चाहिँ के हुन्छ भनेदेखि अब सरकारी विद्यालयमा पढाउनु चाहिँ अभिभावकलाई निकै चिन्ता लाग्छ नि, उसलाई उनीहरूलाई पनि आफ्नो नानीहरू यसरी शिक्षादेखि वञ्चित भइरहेका छन्। र यो एउटा सोचनीय विषय छ। यो बर्खाको मध्यमा स्कुल लगाउनु अनि यति बेला जति बेला मौसम चाहिँ अनुकूल छ त्यति बेला चाहिँ स्कुल बन्द गर्दाखेरि चाहिँ यो चाहिँ साँच्चै नै पहाडको लागि चिन्ताको विषय नै हो भन्ने मेरो सोच छ। त्यसै पनि सरकारी स्कुलमा धेरै विधाहरू हुन्छन्, त्यही माथि यो विधाले त अब शिक्षामा धेरै क्षति हुन्छ। र तपाईँहरूले अगाडि क्लिपहरू हेर्नुहोस्, नानीहरू कसरी अब मस्त खेलिरहेका छन् र विद्यालयहरू बन्द छन्। धन्यवाद।